हेलो गाइज के भन्ने वेलकम ब्याक टु नवीन जिम्बा युट्युब च्यानल। म चाहिँ उहाँको बहिनी। हामी आएछौँ आज पुष्पलाल पार्क। पुरा हामी घुम्दै फिर्दै टिकटक बनाइते गरेर सकेर पसिनै पसिना भएर बसिरहेछौँ। यहाँ छ हाम्रो दर्शकबिनहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। हेलो गाइज नाम भनिदिनुहोस् त प्लिज। हाई गाइज के छ खबर? आई नो मेरो दिदी सधैँ पेनै भएर बस्छ साथी। पेन हुनबाट दिदीलाई मुक्त गर्नु पर्यो। यो छ पुष्पलाल पार्क हेर्न सक्नुहुन्छ। सरी गाइस मैले डुङ 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 भने हा। यस्तो राम्रो रहेछ पार्क। साथीहरु यो के भएको टिकटक बनाउँदै गर्मी के छ? केही भिजिसक्यो भन्न खोजेको साथीहरू। युट्युब यो भ्लग चाहिँ हाम्रो बेलुका 8 बजे नवीन जिम्बा युट्युब च्यानलमा आउँछ। सबैले मन पराइदिनु होला साथीहरू। अब चाहिँ हामी हिँड्छौँ यहाँबाट। यो पुष्पलाल पार्क घुम्छु। उठा केटाकेटी हो अब यतातिर लागौँ। त्यसपछि हामी जानुपर्ने हुन्छ मार्केट। भोलि दाइरा भाउजूको बिहे छ साथीहरू। हेर्न चाँडो हुन्छ भने तपाईँहरू पनि आउनु सक्नुहुन्छ। अबको भ्लग चाहिँ मेरो कन्टिन्युस डेन्जर हुनेछ साथीहरू। हामी हिँड्न सुरु गऱ्यौँ। मैले मेरो मोबाइल ल्याएँ नि चप्पल मेरो रुमाल। साथीहरू रुमाल फाल्ने काम नगर। रुमाल दिने मान्छे कोही पनि छैन। यसरी फाल्नु हुँदैन। के छ साथीहरू? यो चाहिँ हाम्रो पुष्पलालको ढुङ्गा खेल्ने भए तपाईहरु आउन सक्नुहुन्छ साथीहरू। ढुङ्गा चाहिँ भने होइन लाग्छ। फेरि माछाले तानेर तपाईहरु गायब पनि हुन सक्छ साथीहरू। हामी त्यसको जिम्मेवारी छैनौँ। त्यही भएर राम्रोसँग आउनुहोस्, खेल्नुहोस्, जानुहोस्। हामी जान्छौँ अर्को मार्केट जान्छु गाइज। मार्केट अनि मार्केट किन जाने हो त्यो चाहिँ मलाई थाहा छैन। किनभने मेन भ्लगर चाहिँ उहाँ हुनुहुन्छ। भए तापनि मैले मोबाइल समात्न सहयोग गरेँ साथीहरू। मोबाइल समात्न यो ओप्पो ठुलो भएको छ। एउटा लट्ठी चाहिएको छ गाइज। लट्ठीको आवश्यक पर्यो। यो चाहिँ हाम्रो हेटौडा पार्कको चटपट खाने ठाउँ। अझ पुष्पलाल पार्कको हेर्न सक्नुहुन्छ साथीहरू। यो मेरो साथी हो। पुरा मेरो साथी यो डेटिङ आएछ। हाई गरिदियो क्या मेरो भ्लगमा। मैले तिमीलाई के भयो मेरो साथी डेटिङ आएको छ। उहाँको कहिले त्यसमा पक्राउ गर्नु होला। भाइरल यतिकै भइहाल्छ। यो चाहिँ अब पुष्पलाल हामी हिँड्छौँ। यसरी खेल्छ। साथीहरू हामीले भ्लग किन इन गरेको भन्दाखेरि पुरा छोरी चाहिँ डेटिङ बसेछ। आमा चाहिँ पुष्पलाल पार्कमा आएर देख्नु भएछ। त्यही भएर हामी डरायौँ। हामीले एकछिन हाडी जात्रा हेऱ्यौँ। कहीँ नभएको जात्रा हाम्रो कस्तो हरियाली देखेको। त्यसरी आउनु भएन नि त साथीहरू। त्यही भएर अब भेटिन्छ। डेटिङ बस्नु पर्यो भने प्लिज यता नआइदिनु होला। जानुहोस् बनसखण्डी जङ्गलतिर साथीहरू। तर आज यिनीहरूले बनसखण्डी सकाएछ। मैले अघि देखेको। तर हामी त भाउजू दिदी दाइ हो। त्यसरी गर्लफ्रेन्ड बोयफ्रेन्ड हाम्रो छैन। हुनुहुन्छ भाउजू र बहिनी। अनि यो चाहिँ हाम्रो पुष्पलाल। अब हामी कन्टिन्यू यसरी जान्छौँ साथीहरू घरमा। अनि बजार जानुपर्ने हुन्छ। बजार गएर मेसेन्जर खोजिरहेको छ। मार्छ साथीहरू। छोरी मार्छ घर पुगेर। यस्तो काम नगरिदिनु होला प्लिज। म सक्दिनँ साथीहरू। मेसेन्जर चेक गरे साथीहरू। मम्मीले के गर्नु होला साथीहरू। यहाँ चाहिँ हाम्रो हेटौडाको म्याच सकालो हुन्छ कि फेरि
माछा जस्तो नि देखिँदैन के हो यो दिस इज हिले खै त्यो त भन्छ त्यस्तो गर्नु हुँदैन कराउँछ पो त्यसो नगर न अनि हामी जानुपर्ने हुन्छ अब यो माछा हेर्नु हुँदैन ओरेन्ज कलरको नगरे माटोहरु गर्छ जम केटाकेटी हो यहाँ बस्नु हुँदैन होइन देखाउनु हुँदैन अहिले भेट्यो भने साथीहरू मलाई चाहिँ मार्छ त्यही भएर नदेखाउँ किनभने हामीले हेऱ्यौँ तपाईँहरूले हेर्नु पर्दैन चित्त बुझाउने साथीहरू तपाईँहरू अब तपाईँहरू पनि भेट्न सक्छ त्यसरी डेटिङ नबस्दिनु होला बाटो बाटो भन्नाले पछि पार्कमा एक पानी खाइदिउँ न मम्मी चाहिँ घुम्न आउनु रहेछ अनि भेटिहाल्यो कि अनि हेर्नु सक्नुहुन्छ हाम्रो हेटौडाको हिरोहरू चाहिँ पछाडि छ तर हामी नहेर्ने मेरो लागि चाहिँ हिरै लाग्दैन अब हामी निस्केको साथीहरू निस्किँदाखेरि हामी माथिबाट जानुपर्ने हुन्छ अनि माथिबाट फेरि तल जानुपर्ने हुन्छ हाम्रो भाउजू चाहिँ अल्छी लागेर उत्रुक्कै जस्तो एटिएममा पैसा निकाल्न अब भाउजूले बोरा ल्याउनु भएको छ एउटा पैसा बोक्ने साइडमा नाम हालेर चाहिँ हामी हो साथीहरू के गर्नु त अब गाह्रो छ है बहिनी हामी चाहिँ पैसा बोक्ने भ्लग नि लास्ट लाम्बा जस्तो लाग्यो एउटा लट्ठी चाहिएको छ त्यो मयुरीले हामीलाई नै पर्ख्यो हो तर जाँदा हुन्छ हाम्रो खुट्टा गिफ्ट हान्यो बले हो एउटा लट्ठी गिफ्ट हान्नु पऱ्यो कि साथीहरू यसरी समातेर हिँड्नु पऱ्यो त्यही भएर भाइ साथीहरू हामी फेरि मार्केट गएर भेट्नेछौँ त्यसरी डेटिङ नबस्दिनु होला तपाईँहरूको पनि फेरि ढाडको कराउँ सराउँ खुसेर डान्स बस्न सक्छ भाइ केटाकेटी हो